यहाँ रिजेश साथी अनि बाबुको नाम के अरे तिम्रो नाम के अरे चिन्दैन नि होला मैले मामाजी माइजू नमस्ते सर नमस्कार ज्वाइँ साहब के छ खुट्टा ढोका दिने छ औँला चुस्ने कि तपाईँलाई ताक पानी खानु भन्दा हेर्न सक्नुहुन्छ यहाँ चाहिँ भाङ बाँडिरहेको छन् भाङ बाँड्ने ठाउँ त्यहाँ हो र यहाँ निकै भाङको लुप्त उठाइरहन् भाङको लुप्त उठाइरहने गरिदिनु पर्ने यार यतिको क्राउड छ यहाँ चाहिँ खटाङमा उतारि नाचो भइरहन तो चलिए शुरू करते हैं। हेलो माई युट्युब फ्यामिली आयो सबजना सन्चै हुन्छ ल म पनि एकदमै सन्चै छु र गुड मर्निङ एभ्री वान र के गर्दै हुन्छ कसो गर्दै हुन्छ म चाहिँ बिहानै 5:30 उठेको थिएँ र उठेर दुध लिन गएँ दुध लिएर आइसकेको छु र अब चाहिँ 6:30 भएको छु र म अब भेरी नुहाउन जाँदैछु किनकि आज सबै शिवरात्रि त्यही कारणले सबैले ह्याप्पी शिवरात्रि अनि हजुरहरूलाई शङ्करजीको धेरै धेरै शुभकामनाहरू जयसालाई पनि उठाइसकेको छु अब किन नउठाइ नहुने एक्लै जानु झ्याउ हुन्छ माथि गएर उडेर आउनु जानु ठुलो बोतल पानी लिएर आउनु त पानी खाली गरेर त्यो पानी लिएर आउनु पर्छ जय साहब प्लिज सूर्य है ए जय साहब ल यति भन्दै हजुरलाई म भेरिया गरेर देखाउँछु अहिले यति नै देखाउनु सो एभ्रिवान हामी चाहिँ अहिले फाइनली भेरीमा आइसकेका छौँ र बाटो निकै अप्ठ्यारो छ भन्छ साहब कस्तो राम्रो बाटो ल्याउने पुरै हाइवे थिएन र बिच त्यो यता राम भनेको भयो कता यताबाट यताबाट कति सुट भइरहेको त्यो मेरो बाइक त्यहाँ छ र यहाँ चाहिँ लास्टै ढुँडी लागेको छ हुस्सु हो के भन्छ उस्सु हो के भन्छ हुस्सु जयसा सरी यार अनि टापु पनि छ बिचमा पनि छ माथिसम्म बिचमा गएर पनि केही पनि भएन यहाँ त्यति गइरहनु छैन र पहिला चाहिँ उसो रिसरले साथीहरू दाइ भाइ सबैहरूले मिलेर यहाँ पिकनिक खाएको थियो अस्ति भर्खर र अब चाहिँ फ्यामिली म चाहिँ नुहाउँछु र अब नुहाएपछि अगाडि देखाउनु हजुरलाई के हुन्छ भनेर अहिले ल्याइदिरहेको छ सो एभ्रिवान हामी चाहिँ अहिले नुहाइदै गरेर भइसकेका छौँ र निकै जाडोको के अरे जय साहब जाडो कतिको भयो अरे जाडो कति भएन कति नै त्यही अलिकति टाउको खस्नु लाग्थ्यो अरू त शरीर कस्तो भएको थियो अरे शरीरमा एकदम तातो उम्लिक पनि हालेको भन्ने जेठाले पोलेको च्वाट ज्वाइँसँग निकै जाडो भयो अरे र अझै यहाँ 8 बज्न लागिसक्यो र हुस्सु अझै गएको छैन 15 मिनट जति 14-15 मिनट र फ्यामिली अब चाहिँ हामी घर जान्छौँ अब हजुरलाई अब अगाडि के हुन्छ घर गएर भन्दै गरौँ ल अहिले ल्याएको है त सो एभ्रिवान म चाहिँ अहिले घर आइसकेको छु र मम्मी देखिबाट धुनलाङ भयो दिदी चाहिँ फाल्तुमा मुक्सु धुन लागेको छु र यहाँ पनि उस्तै छ तल जतिको छ त्यो जाडो पनि छैन यहाँ देख्न सक्नुहुन्छ बिहान बिहानै पूजाको लागि मम्मी कहाँ छ उतार्दी ल र आमा हजुर जय सबै हजुर जेठा नाक त रातो सिगान कस्तो सन्चै अलि ठिक भयो जुत्ता हाल्दै हिँड्ने त्यो पढ्नु चलाएन कि तान्नु चलायो आमा मम्मीले मम्मीले भनेको फुल चाहिँ यही छ र तलतिर चाहिँ आफ बाजे पुरै आफमा रहेछ आफ रहेछ भाउजू नि आइसक्यो तर भाउजूलाई फुल दिन्न भाउजू भेरी जानु भएन आज नुहाउन भेरी घरै त तातो भयो तताउने भेरी कस्तो हुँदो एक दिन भेरी गएर नुहाउँदाखेरि हजुर कसको 2 बिहान हो हाम्रो आमा छोरी पनि झरा गर्छन् धेरै कम हो यो त
भोक लगाउने हो कुकुरहरू डगी घोडा च्याटिखा त्यो घोडा तयार छ र फ्यामिली अब चाहिँ म चिया पाउँछु अरूलाई म चिया पाउनु देखाउँछु अरूलाई यति नै त सो एभ्रिवान म चाहिँ चिया बनाउनु लागिरहेको छु र दुध बसालेको छु र म मेरो साथीभाइ पनि उमाल दिन लागेको छु र चिया बनाएर पूजा गर्छु हजुरलाई पूजा गर्ने देखाउन पायो भने पाएन तर नि अब हजुरलाई बाँकी अगाडि के हुन्छ अगाडि भन्दै गरौँला र दिदीको लागि मम्मीले पानी उमाल्दै हुनुहुन्छ नुहाउनको लागि र कलशमा कलश चोखो पानीहरू भइसकेको छु पूजाको लागि अन्त लुमीले के सुने लुमी कति मेरो सानो उता यो त ना फुरुन्छ उधार बस्छ फ्यामिली बाँकी चाहिँ अगाडि अब के हुन्छ कस्तो हुन्छ हजुरलाई भन्दै गरौँला अहिले यति नै त सो फ्यामिली हेर्न सक्नुहुन्छ मेरो अहिले चाहिँ पूजा गर्दैछ पूजा गरिसकेर चाहिँ घुम्नु जाने प्लानिङ गरेको छ अरे मम्मी चाहिँ माथि खाना बनाउनु लागेको छन् अब म चाहिँ यसको पूजा गर्ने भनेर सामानहरू रेडी बनाएर अनि घरसर पोछा लगाइदिएर सकेँ अनि म पनि अब बिस्तारै नुहाइँदै गर्ने हो अब धजला नि त माथि भो जल्दैन त्यो पार्टी पनि त्यहाँ हाल्दैन त्यो ऊ झुकाएर यता पनि झुकाएर पर्छ थाहा छ किन नै यो चाहिँ मम्मीको कोठा हो मम्मीले यहाँ पूजा पनि गर्छौँ हामीले यो मेरो कोठामा गयो यो चाहिँ मेरो कोठा हो क्या लाइट बालिदिन्छ है यो चाहिँ मेरो कोठा हो म त सुर्खेततिर बस्छु नि त त्यसरी मेरो कोठामा केही पनि छैन क्या खास चाहिँ म सबै सुर्खेततिर छ मेरो म यता पनि सफा गर्छु फेरि यो भाइको रुम हो फ्यान चालु गर्दैछु मैले भइगयो ल यति भन्दै अब अर्कोमा भेटौँला गाई हेर्न सक्नुहुन्छ पूजा सकेर भाइ चाहिँ बाख्रा निकाल्न लाग्छ यो पानी तताएको हो नि म नुहाउने भनेर भाइ चाहिँ बाख्रा निकाल्दैछ आमा हुन्छ त्यहाँ आमा एउटा बाख्रा छ कि त्यो बोध कराउँछ त्यही भएर आमा लगेर जाँदै हुनुहुन्छ त्यसलाई अब लुमी बाख्रा छेक्ने गएपछि मम्मी बाख्रा निकाल्ने भाइ उता भित्र दिने अब घाम पनि बिस्तारै लाग्दैछ देख्न सक्नुहुन्छ तपाईँहरूले अनि लाएर पानी त नुहाउने हो उता भाउजूहरू पनि सबै नुहाएर पूजा गरेर आइसक्नु भयो हाम्रो किमुकुरो कति राम्रो भएको छ हेर्नुहोस् त्यो बोका यति छोटो छ मलाई रुचाउनु फेरि त्यो बोकाले हान्छ आमा बिरामी हुनुपर्छ अरे आमालाई चिसोमा सास पर्छ के यति बोका हेर्नुहोस् यति छुचो छ मम्मी सबै त्यो कपडा ढलाइदियो के हुन्छ आयो आयो टेक्निक हेरि सक्नुहुन्छ जङ्कीलाई उहाँ पूजा खै टिका देखाइदिनुहोस् उयो त प्यालो टिका देखेको छैन त पानी त म यति भन्दै अब अर्को हजुर म तल गर्छु सो एभ्रिवान मैले पूजा सुजा गरेर भइसकेर देख्नुभएको होला दिदीले देखाइदियो होला र के कस्तो गरी पूजा हाल्नु होला र आजको प्लान चाहिँ के छ भन्दाखेरि उहाँलाई नि कहाँ भन्दाखेरि खटाङ जाने प्लान छ र अहिले चाहिँ अब खानसाना खाएर खटाङ जाने भनिन्छ र करिब अहिले चाहिँ कति बज्यो भन्दाखेरि समथिङ 10 बज्न अब 8-9 मिनट होला सायद अघि हेर्दाखेरि टाइम त्यस्तो थियो र म चाहिँ यही हो खस्यो टिका खस्यो टिका देख्न सक्नुहुन्छ टिका लगाइसकेको छु र फ्यामिली अब बाँकी चाहिँ अब अगाडि आउँदा के गर्नु त्यही भएर देखाउनु अहिले नै त एभ्रिवान हामी चाहिँ अहिले
खटाङ जाँदैछौँ र हजुरहरूलाई खटाङ आउनुको देख्न पाएन किनकि ढिलो भइसकेको छ त्यो र छेर्केले गर्दाखेरि है म आत्तिएर छेर्केले लास्ट खराब गरेर हो मेरो साथी प्यारो साथी हामी चाहिँ अहिले सो एभ्रिवान हामी चाहिँ अहिले खटाङ आइसकेको छौँ आज चाहिँ चलफल छैन अब चलफल भनेको पर होला सायद मन्दिरतिर हामी चाहिँ मन्दिरतिर नजाने घरबाट पूजा गराइछ कति पूजा गरिदियो कि दिमाग गरेर उहाँ गएर झ्याउ हुन्छ होइन साथी ठिक छ मेरो घोडा त्यहाँ पुरै आराम विश्राममा छ पुरै तात्तिएर रिसाह क्या त्यही भएर उता मन्दिर त्यहाँ पनि छ खटाङको अस्ति मैले तपाईँलाई देखाएको थिएँ कस्तो छ भनेर अस्ति आएको बेला र मन्दिर त्यहाँ त्यहाँ छ हेर्नु मान्छेहरू त रहेछन् फ्यामिली र अब चाहिँ बाँकी चाहिँ अगाडि के हुन्छ कसो हुन्छ हजुरलाई भन्दै गरौँ न अहिले यति नै है त सो एभ्रिवान हामी चाहिँ अहिले खटाङ सबै भेट गएको छौँ यहाँ रिजेश साथी अनि बाबुको नाम के अरे तिम्रो नाम के अरे चिन्दैन होला मैले मामाजी माइजू नमस्ते सर नमस्कार ज्वाइँ साहब के छ खुट्टा ढोका दिन त औँला चुस्ने कि तपाईँलाई खुट्टा पानी खानु भन्दा र हामी चाहिँ अब मन्दिर जान्छौँ लुकाम मन्दिर अब चलो यही यो बाटो मन्दिर जाने उता मन्दिर छ र यहाँको निकै राम्रो यहाँ मासु खाना आयो भने चाहिँ हामी खाएनौँ तर भिडियो कहिले हेर्नु होला होइन बनाएको यता झन् पहिला हामी सबभन्दा पहिला यो लेखपर्साङ सबभन्दा अगाडि जाने भनेको हामी हो क्या त्यहाँबाट सानो काठको थियो एउटा काठ हालिदिएको त्यही काठमा टेकेर अर्को काठमा त्यो काठमा गरेर यत्रो काट्थ्यो क्या त्यही काठमा टेकेर गएको त्यहाँ पहिला पछिबाट यता फर्काइदिएको धेरै अस्ति भयो 3-4 वर्ष भयो अरे उता फर्काएको अगाडि चाहिँ निकै रमाइलो आँखा फुटिजानु राम्रो भन्ने क्या त यो उस के भन्छन् उतालाई लिएपछि यसलाई चाहिँ सायद उस भन्छ गुर्बाकोट भन्छ क्या कि मालारानीको हो र मालारानी पर्दैन गुर्बाकोट नै पर्छ होइन मालारानी पनि गुर्बाकोट नै पर्छ क्या गुर्बाकोट नै पर्छ म गर्छु नि त गुर्बाकोट नपा 2 मालरानी गुफा हेर्नु गएको थिएँ म र अगाडि छप्रीहरू नटा म यहाँ है कति टाढा खान्छ त्यो फ्यामिली हामी चाहिँ अब बाइक चाहिँ अगाडि के हुन्छ कसो हुन्छ देखाउँदै गर्छु होला अहिले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ भाङ बाँडिरहेको छन् भाङ बाँड्ने ठाउँ त्यहाँ हो र यहाँ निकै भाङको लुप्त उठाइरहन् यतिको क्राउड छ यहाँ चाहिँ खटाङमा उतारि नाचो भइरहेको नाचो देखाउँदै हजुरलाई फेरि नाचोमा हुन्छ कपिराइट पर्छ गीत बज्दाखेरि त्यही कारणले नाचो देखाउँदिनँ म कि भाइ 1 लिटर हाट्न लाटेलाई नलाग्ला र भनेको किधर हो दाइले बोलाउनु न त्यो डब्बरी खान लालामा भर के र हेर्न सक्नुहुन्छ मान्छेहरू साथी कस्तो छ सुपर चाट र फ्यामिली अब यति भन्दै अब बाँकी चाहिँ अगाडि हजुरलाई के हुन्छ त्यो देखाउँदै होला अहिले एकछिन है त हामी चाहिँ अहिले खटाङ डिप फर्किन्छ लागिसकेछौँ किनकि अब त्यहाँ झाउ लाग्यो अब चाट्नु पर्दैन त्यही कारणले घरमा सुत्नुपर्छ घरमा खानसाना गर्नुपर्छ
ज्वाइँ सब अनि भान्जा र रिजेस चाहिँ टोयलेट गहन टोयलेट गहन र फ्यामिली अब यति भन्दै अब बाँकी अगाडि बिहान म चाहिँ अहिले घर आइसकेको छु झाउ लाग्यो त्यो कटाङ भन्ने ठाउँ हजुरलाई बिहान जाने बेला देख्न पाएन किनकि ढिलो भएको थियो केटाहरू छिटो आइज भन्थ्यो त्यही कारणले फ्यामिली अब चाहिँ टाउको दुखा छ घाममा हिँड्नाले घाम निकै छ अब सुर्खेतमा घाम पर्दैछ र बाँकी चाहिँ अगाडि के हुन्छ हजुरलाई भन्दै गर्नु अहिले यति नै त बिहान मैले चाहिँ घर आएर पानी सानीबाट भइसकेको छु र खाना पकाउनु भन्ने थियो खाना चाहिँ नपकाउने म पनि अलि बिसन्छु छु त्यही कारणले र हाम्रो भ्लग आज फर्स्ट टाइम भ्लगमा सुन्दर भाइ ल सुन्दर मम्मी अगाडि के हुन्छ अगाडि के भन्दै गरौँला अहिले आएको थिएन है त सो एभ्रिवान हाम्रो चाहिँ अहिले मिलाएर पनि गएर अन्डा सन्डा लिएर आइसकेको छु र मम्मीले चाहिँ रोटी पक्ला बाख्रा रोटी हाल्नुभयो म त नखाने केही पनि टाउको दुखाएर पट्केला जस्तो भयो टाउको र लुमी र हाम्रो कुकरम्यान नै कुकरम्यान हो के अरे उस एग राइस अन्डा राइस बनाउँदै हुन्छ कुकरम्यानले कस्तो छ अन्डा राइस यति हो धेरै होइन किन थोरै हो कि धेरै खानु मन छैन र एउटा मात्रै हाल्यो अन्डा दुईवटा हाल गरे अर्को जाने हाल्ने हाल त्यसले भात धेरै खाएन अलिकति मात्रै भुट्यो र फ्यामिली म चाहिँ अब के भन्न चाहन्छु भनेपछि अहिले त घाम उसमा आएर कुरा गरौँ यो भिडियो जो कहिले पनि हेर्दै हुनुहुन्छ कस्तो लाग्यो के लाग्यो मिठो कमेन्ट छोड्नु तल र भिडियो हेर्ने महानुभावहरूले लाइक कमेन्ट एन्ड सब्सक्राइब चाहिँ नबिर्सिकन गरिदिनु होला यति भन्दै आजको लागि म बिदाइ लिन चाहन्छु अब हजुरहरूसँग यसै गरी अर्को भिडियोमा भेटौँला है त गाइज ल गुड नाइट है त